सायद मैले अहिले तपाईहरुलाई चाहिँ लुइस इन्रिक्यू भनेर चाहिँ को कोच हो भनेर सोधेँ भने नो डाउट सबैलाई थाहा छ होला क्या। त्यो एमएसएन को एरा त्यो बेलाको कोच भनेर सबैले भन्नुहुन्छ होला क्या। हि कोच्ड बार्सा फ्रम 2014 to 17 क्या। आफ्नो कार्यकालमा उसले 9वटा मेजर ट्रफीहरू जिताए बार्साको लागि। त्यो मेसी, सुआरेज र नेमारको कम्बिनेसन कसले बिर्सिन सक्छ होला र, जसमा 2टा लालिगा, 3टा कोपा डेल रे, एउटा युसीएल, फिफा, स्पेनिश युफा सुपर कप इन्क्लुडेड छ है। अनि आजको भिडियोमा चाहिँ अलिकति लुइस इन्रिक्यूको करियर भन्दा पनि अब युसीएल को फाइनल हुँदैछ जुन 1 मा, द्याट्स प्लेड बिट्विन इन्टर एन्ड पिएसजी। अनि यो दुईटा साइडमा चाहिँ यदि तपाईँले मलाई सोध्नुभयो चाहिँ कुनको साइड लिन्छस् भनेर भन्नुभयो भने चाहिँ डेफिनेटली आई चुज पिएसजी क्या। एकमात्र मेजर रिजन वाइ आई चुज पिएसजी भन्दा चाहिँ जाना द डटर अफ लुइस इन्रिके, त्यो 2019 को ट्राजिक इन्सिडेन्ट क्या, कसैले बिर्सेको छैन होला। 9 year old डटर अफ लुइस इन्रिके, सी पास्ट अवे क्या बोन क्यान्सरले गर्दा वेन हि वाज कोचिङ स्पेनिस नेसनल टिम। अनि सडनली उसले स्पेनिस नेसनल टिमबाट स्टेप डाउन भयो, फ्यामिली रिजन भनेर इन्क्लुड गरेको थियो, तर नो वान नोज कि उसको आफ्नो डटर चाहिँ पास अवे भएको थियो क्या। द्याट वाज अ ट्राजिक मोमेन्ट इन अ हिस्ट्री अफ फुटबल। किन पनि स्पेसल छ हामी बार्सा फ्यानको लागि भन्दा चाहिँ सी वाज भेरी मच ब्युटिफुल अनि सी वाज टु क्लोज टु बार्सा है। 2015 मा जब बार्साले युएफा च्याम्पियन्स लिग जित्दाको त्यो एउटा आफ्नो ऱ्यापअप क्या, उसले फ्ल्याग ऱ्यापअप गरेर त पिचमा कसले बिर्सिनु भएको छैन होला क्या। सी वाज टु क्लोज टु इच बार्सा प्लेयर है। ट्रेनिङ गेममा आइरहेको हुन्थ्यो, गेममा पनि आइरहेको हुन्थ्यो, हरेक गेममा नियर भइरहेको हुन्थ्यो क्या। त्यही कारणले गर्दा नि सी वाज सो क्लोज टु अस। अनि दिस इज द ट्रिब्युट भिडियो टु हर। अनि आई फिल लाइक दिस विल बी अ भेरी प्राउड मोमेन्ट यदि अब चाहिँ लुइस इन्रिकेले आफ्नो फुटबल कोचिङ करियर ब्याक गरेर चाहिँ फर्स्टमै आफ्नो एउटा च्याम्पियन्स लिग जितेर चाहिँ इफ यु कुड डु द्याट विल बी अ टोटली अ गिफ्ट टु अ डटर फ्रम अ फादर है। यो चाहिँ मोर देन अ फुटबल एउटा लभको कुरा पनि भयो। अनि त्यसपछि आएर आई जस्ट विस हिम टु विन, यही रिजनले गर्दा पनि। अनि लुइस इन्रिको पनि आफ्नो एउटा लास्ट थट के छ भने चाहिँ इफ आई विन दिस युएफा च्याम्पियन्स लिग आई विल ऱ्याप अप द फ्ल्याग अफ पिएसजी अनि सो द्याट ट्रिब्युट टु माई डटर भनेको छ। यही कारणले गर्दा चाहिँ आई जस्ट वान अ फुटबल टु विन बाई अ फादर। अनि इट्स नट जस्ट अ फुटबल म्याच, इट्स अ लभ बिट्विन अ फादर एन्ड डटर। यही कारणले गर्दा चाहिँ आई जस्ट विस लुइस इन्रिको अल द बेस्ट एन्ड पिएसजी अल द बेस्ट फर द च्याम्पियन्स लिग है त।